हेलो एन्ड वेलकम टु माई युट्युब च्यानल। आज हामी जाँदैछौँ तेलको खानमा। हिँड्नुभयो उहाँले सिट चलाउनुहुन्छ अनि उयो तातो भए मलाई म यो चलाएर चलाएन नि त। अनि हामी चाहिँ आज डेट खानु जान्छौँ होइन, यो बस्ती बोकेर। अनि तल गइसकेपछि हामी चाहिँ फेरि अर्को ठाउँमा पनि माथि जान्छौँ। चाँडो सबको देउता पूजा छ। हामी गयौँ तर आचाहरूको देउताको पूजा। सबैजना मान्छे चाहिँ थानीमा आफ्नो दियो बोकेर हिँडिरहेका छन् होइन। दियो त भइसकेर पूजा गर्नलाई हामी पनि हिँड्छौँ। हाम्रो स्कुल जाडो फाइनली सुपिङको जाडोले हामीलाई छोयो होइन। घाम आयो, म त जङ्गली भएछु जस्तो कपाल देखेर होइन। टक्क यहाँ भालो यहाँ खान्छ नि त खरहरू यहीँ हो। घर चाहिँ हाम्रो त्यहाँ कुलदेउताको पूजाको धुप बोकेर आइरहन्छ अब भाइरल हामी जाडो। हाम्रो सुपिङ राम्रो सुपिङ यस्तै सुपिङ। अब हामी चाहिँ तपाईँहरू होमस्टेमा पनि आउनु सक्नुहुन्छ। हामी त्यहाँ चाहिँ होइन सम्पर्क मलाई नै गर्नु होला जस्तो आउनुहुन्छ। कस्तो जाडो पनि साथीहरू हेर म यसो सुन्नु पनि सकेन। धुप चाहिँ यसरी बोकेर हिँडिरहेको छ भने तल राख्नु हुँदैन। म दसैँमा ल्याएको थिएँ आउँथेँ होइन, यहाँ तल यहाँको ठाइँ म गएको थिएँ। त्यो उयो त्यो भएन बोकेर आएको उयोदेखि हाम्रो दिन है भनेर छोडिदिएको ला भन्थे। म बालकुमार खान्थेँ गएको थिएन, मलाई सुन्थेँ गएको छु बालकुमारमा कब भन्थेँ। त्यो पनि सकेन कि मेरो हात लास्टैतिर जस्तो हात मोबाइल भयो। ओहो अब हाम्रो थाली हो, यो थालीसँग त पनि गर्नु पर्ने। यहाँ चाहिँ अर्को पनि थानी छ। यहाँ चाहिँ 2-3जनाको यहाँ तरकारी पकाएर खाने हेर्नु सक्नुहुन्छ। त्यो चाहिँ मन्दिर कता गयो मान्छे घर आइसकिसक्यो क्या मन्दिर देखाउनु। हामी आइपुग्यौँ यस्तो भएर है। यति जाडो छ नि कठ्याङ्ग्रेर मर्नु बाँच्नु भइसक्यो गाई छैन। हाम्रो हजुरआमाले घाँसको भारी बोकेर आइसक्नु भयो। तपाईँहरूको तपाईँहरूको कहिले पर्छ वैशाख तिथि शनिबार होइन तपाईँहरूको तिथि। मेरो कपाल यस्तो भइसक्यो अस्ति चाड। उयो सन्तोष नै आइसक्यो क्या सन्तोष आएर मङ्सिर लगाइ। जब हामी फेरि कालदेवी थानमा मन्दिरमा चाहिँ उलिएर जान्छ होइन धुप हामी दौडा धुप छौँ। है घर पूजा पनि छ, पूजा पनि हो हाम्रो। भव्य रमाइलो हुन्छ अब ल हो। अब माथिको फाले ओके। सो अब फाइनली हामी गाई हिँड्यौँ। अब चाहिँ कालदेवी थानको पालो हो। पैसा खाइराख्नु हुँदैन यति चाहिँ भन्नु पर्छ होइन। अब माथि माथि कहीँनिर चाहिँ भिडियो बनाउन को बिङ्गाहरूको पाइले को गएको के थाहा। मैले साइले हो बिन्काका गएको होला न। 2जना साइड गयो अरे के पुगी गयो अरे। फाइनल गाई त भान्नु होइन। यो हात अब यस्तो यहाँ मऱ्यो कति 4 मरेर रहेछ। चाड कसो मेरो 3टा छ। अन्छेको एउटा होइन मेरो आफ्नै हो सबै।
त्यहाँको देखाएको नि यहाँको गयो मोटामोटी गाइया र गुइया गाइया गुइया को यो बहिनी नाहरू भाइहरू हेर्नु मामा छोरीहरू मामा छोरीहरू तिम्रो हामी चाहिँ यहाँ आइपुगिसक्यौँ त्यहाँ चाहिँ हामीले धुप दिने ठाउँ हो यहाँ धुप ठिक बनाएर अनि माथि जानुपर्छ उहाँ थानी चाहिँ माथि छन् हामी यहाँ आयौँ यहाँ चाहिँ बाख्राहरू करा करा अहिले हो त कराउने एकछिन बत्ती चुप लाएर बस्छ गाडी गइसक्यो करा करा त कराउँदैन त करा न त नि आज हो कराउने ए करा न करा भिडियो बनाएको हामी लाग्यौँ अन द वे टु माई डेस्टिनेसन अच्छु घाम गइहाल्यो हामी त गयौँ अब कालदेवी थानमा गर्छन् अब गर्नुहुन्छ सबैको कल्याण गर्नुहुन्छ काली आमाले देवीले काली आमा नै हो कालदेवी ल अब एकैछिन हिँड्नु पर्यो मजाले आज रहन्छ आज त हाम्रो घरबाट 4 वटा आयो हामी दुईजना दाजुले गएर 4 वटा लिएर अन्त मात्रै होला अनि स्यास्या भयो हाम्रो सुपिङको साग हाम्रो नि घाँस बोकिरहनु भएको त्यहाँ मजाले यहाँ पनि सागै छ हो ल म आउँछु तपाईँको बारेमा पनि भिडियो बनाउनु उ त्यहाँनिर हो नि त उहाँ है यो ठुलो रुखमा हो नि मन्दिर अब हामी आइपुग्नु होला यसरी घुमेर जानुभयो भने हामी त हिँड्दै आसी त तात्छ के शरीर जाडो हुने भनेको त बस्दा मात्रै हो टुसारो परेको क्या हाम्रोतिर माथितिर बेसरी परे म त टुसारो परेपछि चाहिँ घाम चाहिँ लाग्छ क्या फेरि बिहान बेलुका चाहिँ मर्नु चिसो हुन्छ सेतो परे कालो टुसारो छैन कालो त जमिनबाट उम्रिन्छ यता कालटुसारो परे हैन हातीसुर त्यति छ त्यता परे भए मात्रै यहाँ त परे छैन कसरी मन्दिर लाँदा मान्छे कहाँदेखि जान्छ त्यहाँभित्र गएर कोही दर्शन गर्न पाउँछ अब हामीले मजाले दर्शन गऱ्यौँ आयौँ अब पूजापुरी गरेपछि त कसरी मन्दिर गएको छैन गए पनि अनि कहाँ मैले खाना खाएर हो त्यहाँ त बिहान 4 बजी लाइन बसिस् भने पनि मैले भित्र गएर पूजा गर्न पाउने त्यही हो यहाँ जसलाई दिन्छ नि
घर आएर जसरी हो बाहिर दर्शन गरिने काले हो यसको नाम चाहिँ होइन यो चाहिँ नाम काले यो नभए चाहिँ मैले भमिट गर्थेँ होइन कहाँमा कहिले गरेको ल बाई बाई टाटा सी यु टुमरो हामी गयौँ अब हाम्रो गाउँ चाहिँ धेरै मन्दिर छन् यहाँ म यसो चाहिँ कालदेवी भगवानमा लड्छु हो कालदेवी माता अनि यो चुनिया माई माथि हो टक्क गएर त्यहाँ भित्रमा दर्शन गर्ने सूर्य मन्दिर पनि बाहिर मन्दिरभित्र चाहिँ जान्छु होइन बाहिर उबाट हो तर अनि बाहिर भने त्यसो काठमाडौँमा त त्यो काठ बस्या हुन्छ एकदम मजा पाइन्छ अनि म हाम्रो मामाहरूको त शेरसे कालिका मन्दिरमा पनि मजाले पाइन्छ मैले मेनकालाई लिएर गएको नि त कहाँ जात्रामा शेरसे कालिका तोरीको बिरामी भयो म नि एक हप्ता बिरामी भयो त्यो बेलामा गाई यस्तो चिसो थियो नि यहाँको पनि एक्सट्रिम लेभलको चिसो होला होइन लास्ट चिसो ठाउँ यहाँ अब यस्तरी बस्छौँ हामी त्यहाँको मान्छे छौँ धनी खाल्डालाई हाल्दै थियो होइन गाडी कुन चाहिँ साइकल यसो हेर्छ हाम्रो सुपिङ हेर्ने राम्रो त्यस्तो यो चाहिँ हाम्रो सुपिङको स्कुल भयो अब हामी यहाँ हाम्रो बाटो कच्ची बाटो समाउँदै हामी हाम्रो घरतिर राख्छौँ होइन यो चाहिँ एकदम कच्ची नै छ अनि यही कच्ची बाटोमा नि बले भन्ने र त्यो नाम थाहा छैन त्यो केटीको अलिकति केटी थिए हार गाउँको फोटो झन् फोटो खिचेको थिएँ अरे उनीहरू चाहिँ यहाँनिर सुटिङ गर्नु भनेर पनि आएका थिए यहाँ चाहिँ अमृतसर गाडी नै अमृतसर गाडी छ होइन अनि यहाँबाट अब सुरु हुन्छ तोरीबारी यो चाहिँ हाम्रो तोरीबारी नै तोरीबारी सुपिङ त्यसै राम्रो चाहिँ भने होइन कि हाम्रो सुपिङ भनेको चाहिँ एकदम लुकिएको स्वर्ग भन्छ नि यो लुक्दै लुक्नु त के लुक्नु सबै ठाउँबाट देखिन्छ हाम्रो सुपिङलाई यस्तो ठाउँ अनि यो माथि डाँडा हात्तीसुडे हो त्यहाँबाट चाहिँ तपाईँहरूले प्रत्यक्ष हिमालहरू देख्न सक्नुहुन्छ नेपालका धेरै अधिकांश हिमालहरू यहाँबाट देख्न सकिन्छ होइन मलाई तलतिर पुग्छ है यहाँ 13 भित्र चला नि यहाँ 20 बिस्तारै चला भने ढुङ्गाले थचार्छ कि अब के गर्नु मलाई नि स्कुलबाट त भर लाग्छ यसो भर लाग्छ सुकुरले भने मेरो यहाँनिर मैले खुट्टा यहाँ उगाउने ठाउँ उता गएछ जहाँ खुट्टा तेर्छ मरो खुट्टा तेर्साउनै पर्ने भइहाल्यो गाइज होइन खुट्टा राख्ने ठाउँ नै छैन कि यहाँनिर चाहिँ आज खुच्रा खारे खाना नि बोलाउँछौँ होला भोलिसँग त के बोलाइसक्यो भने बोलाइसक्यो अरे भोलि खाना पनि पाइन्छ गाइज प्रसाद भन्छु म हत्या गर्ने किन होला घरमा पनि अचार पुरी पाक्यो होला अहिले खालिस मैले त धारै नदियो आज यो गाउँ हो गाइज अब हाम्रो खराउँछ यो चाहिँ हाम्रो कपुन्टार भयो है तलेको साइकलमा लडाइदिएको थिएँ नि थाहा मान्छेको घुँडै फुस्किया थियो मैले त आफै आम फाल्यो म गाडी मर्ने अनि दिदीको चिउडो तले भ्याइसक्यो भ्याउनु चाहिँ त्यसो त स्टिचै लाग्यो चिउडोमा राम्रो गाउँ के पायो भनेर चलाउँछु अब आज चाहिँ यहाँ पूजा सबैजनाको होइन यो चाहिँ पुरै घर हो यहाँ विशेषको लडाले जम्मै छेकिया आयो आयो ल यहीँ राख ओ त्यो त नलैजा